औपचारिक शिक्षण अथवा औपचारिक सिकाइभन्दा पहिला उसको निहित क्षमता के छ भनेर ऊ कति सिकेको छ या सिकेको छैन हैन त्यो पत्ता लगाउनु के हो प्लेसमेन्ट टेस्ट हो। अर्को हाम्रो के छ निर्माणात्मक निर्माण गर्नु भनेको सुधार गर्नु बच्चा कति सिक्यो कति सिकेन हैन त्यो जाँच्नु के हो निर्माणात्मक हो। निर्णयात्मक भनेको लास्टमा जति पनि सिकिएको छ त्यसले अन्तिम निर्णय भनेको निर्णय अब के भयो सिक्यो कि सिकेन फेल हुन्छ कि पास हुन्छ यति नम्बर पाउँछ कि त्यति नम्बर पाउँछ त्यसलाई क्लास काट्ने कि नकाट्ने त्यो के हो निर्णयात्मक मूल्याङ्कन। क्लियर। त्यसपछि हाम्रो के भयो निदानात्मक मूल्याङ्कन भनेको विद्यार्थी अब फेल भयो हैन र उसको सिकाइ उपलब्धि कम आयो किन आयो के कारणहरू छन् त्यो कारणहरू पत्ता लगाउनु के हो निदानात्मक मूल्याङ्कन। यति टर्म थाहा राख